आजको राशिफल। एरिस मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आजको दिन परिबन्ध र बाध्यताका काममा रुम लिनुपर्ने समय रहन सक्छ। नियमित र व्यावहारिक खर्च वृद्धि हुन सक्छ भने वैदेशिक प्रयोजनको कामबाट मनज्ञ लाभ हुने दिन रहेको छ। विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्न सकिएला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ने पर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। बाध्यात्मक काममा सञ्चित रकम पनि खर्च गर्नुपर्ने स्थिति रहन सक्ला। कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन रहेको छ। अझ साँझपख मन हताश र भावुक बन्न सक्छ। संयम रहनुहोला। आजका लागि मेष राशि हुने व्यक्तिहरूको भाग्यबल 15% रहेको देखिन्छ भने शुभ अङ्क 3 अङ्क, शुभ रङ सेतो र शुभ दिशा उत्तरतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि ओम नमः पशुपते भन्ने मन्त्रलाई कम्तीमा 21 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन मेष राशि हुने व्यक्तिहरूका लागि। टोरस वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आजको दिन दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्तिले मन प्रसन्न रहला। हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावनाको दिन रहेको छ। सरकारी ठेकापट्टा, गृह निर्माण, फर्निचर र सजावटका सामग्री, बालबालिकाका सामग्रीहरू, खानपिनका सुक्खा सामग्री, गहना र सुनको कारोबारबाट भने अत्यन्त लाभ मिल्ने दिन रहेको छ। कुनै काम त्यस्ता हुन्छन् जसबाट घर व्यवहार छलेर पनि काम गर्नुपर्ने हुनसक्छ। कुनै निजी काम वा सन्ततिको सुखका लागि थप खर्च गर्ने परिस्थिति बन्न सक्छ। आजका लागि वृष राशि हुने व्यक्तिहरूको भाग्यबल 7% रहेको देखिन्छ भने शुभ अङ्क 2 अङ्क, शुभ रङ घिउ रङ र शुभ दिशा पश्चिमतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि कार्य थालनी गर्नु पूर्व ओम चम चन्द्रमसे नमः भन्ने मन्त्रलाई कम्तीमा 11 पटक जप गरी कार्य थालनी गर्दा शुभ हुने देखिन्छ आजको दिन वृष राशि हुने व्यक्तिहरूका लागि। जेमिनाई मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूका लागि आजको दिन करियर र पेसाप्रतिको सोच सलबलाउन सक्ने दिन रहेको छ। लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराईमा पुग्न सकिने दिन रहला। आफ्नो लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ। कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहज हुने देखिन्छ। पुरस्कार प्राप्ति गर्ने ग्रहण योग्य दिन रहेको छ। त्यस्तै आलस्यता त्यागेर मेहनत गरेमा राम्रो उपलब्धि हासिल गर्न सकिएला। प्रतिस्पर्धीहरू समेत सहयोगी भन्दै अगाडि आउने दिन रहेको छ। आजका लागि मिथुन राशि हुने व्यक्तिहरूको भाग्यबल 80% रहेको देखिन्छ भने शुभ अङ्क 1 अङ्क, शुभ रङ सेतो घिउ रङ र शुभ दिशा दक्षिणतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि कार्यको थालनी गर्नु पूर्व ओम शशि शेखराय नमः भन्ने मन्त्रलाई कम्तीमा 21 पटक जप गरी कार्य थालनी गर्दा शुभफल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन मिथुन राशि हुने व्यक्तिहरूका लागि। क्यान्सर कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आजको दिन रोमान्टिक जीवन भन्दा पनि यति बेला घर परिवार र अभिभावक महत्त्वपूर्ण बन्न सक्छन्। भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्दा राम्रो होला। प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने दिन रहेको छ। ख्याति, प्रतिष्ठा र सम्मानमा बढोन्नति हुनेछ भने बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिएला। व्यापार बट्टा र आर्थिक क्रियाकलापबाट सदा झैँ फाइदा हुने दिन रहेको छ। नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्दा राम्रो होला। आजका लागि कर्कट राशि हुने व्यक्तिहरूको भाग्यबल 7% रहेको देखिन्छ भने शुभ अङ्क 9 अङ्क, शुभ रङ पहेँलो र शुभ दिशा पूर्वतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि कार्यको थालनी गर्नु पूर्व ओम सोमाय नमः भन्ने मन्त्रलाई कम्तीमा 11 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन कर्कट राशि हुने व्यक्तिहरूका लागि। लियो सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आजको दिन स्वास्थ्य स्थितिप्रति चनाखो हुनुपर्ने। ढाड, कम्मर र पेट आँखाका बिरामीहरूले सतर्कता अपनाउने र दबाई पानी र आहार विहारमा ध्यान पुर्याउने समय रहेको छ। नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन रहला। तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्न सक्छ आजको दिन। जोखिम र सङ्कटले घेरिएको समय रहेकाले धैर्य भएर आफ्नो इच्छा आकाङ्क्षाहरूलाई चाहिँ पुरा गर्नुहोला। दुराशा र महत्त्वाकाङ्क्षालाई थाँती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुपर्ने दिन रहेको छ। आजका लागि सिंह राशि हुने व्यक्तिहरूको भाग्यबल 15% रहेको देखिन्छ भने शुभ अङ्क 8 अङ्क, शुभ रङ पहेँलो र शुभ दिशा उत्तरतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व यात्रामा निक्लनु अगाडि कार्यको थालनी गर्नु पूर्व ओम मृत्युञ्जनाय नमः भन्ने मन्त्रलाई कम्तीमा 21 पटक जप गरी कार्यको थालनी गर्दा शुभफल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन सिंह राशि हुने व्यक्तिहरूका लागि। वर्गो कन्या राशि।
कन्या राशि हुने व्यक्तिहरूका लागि आजको दिन कल्पना र भावुकतामा धेरै समय बित्न सक्छ। अलि मेहनत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलबाड त्यागेर अगाडि बढ्नुहोला। कल्पनाशीलता र भावुक बन्ने दिन रहेको छ। फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय रहेको छ। थालेको कामहरू पुरा गर्ने समय प्रयास गर्दा राम्रो होला, नत्र तपाईँको अपेक्षा अनुसार कमी कमजोरी हुनसक्छ। कार्यालयमा नौलो कामको जिम्मेवारी लिएर मजाले खटिनुपर्ने समय रहेको छ, तर आज घर परिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ। आजका लागि कन्या राशि हुने व्यक्तिहरूको भाग्य बल 100% रहेको देखिन्छ भने शुभ अङ्क 7 अङ्क, शुभ रङ रातो र शुभ दिशा पश्चिमतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि, कार्यको थालनी गर्नु पूर्व ओम साम्ब सदा शिवाय नमः भन्ने मन्त्रलाई कम्तीमा 21 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन कन्या राशि हुने व्यक्तिहरूका लागि। लिब्रा तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि आजको दिन बढी खर्च हुने तथा व्यर्थका काममा अल्मलिँदाखेरि दिन व्यतीत हुन सक्ला। झगडाको योग समेत बन्ने भएको हुँदाखेरि मुखलाई कन्ट्रोल गरी आफ्नो बाणीलाई कन्ट्रोल गर्नुहोला। कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय रहेको छ। नयाँ करार र सम्झौताको सम्भावना पनि देखा पर्न सक्छ। अनावश्यक चिन्ता सलबलाउने दिन रहेको छ। नियमित काम धन्दामा पनि जाँगर नलाग्न सक्ला। हरेक काममा सफलता प्राप्त गर्न निकै खटिनुपर्ने समय रहेको छ भने आजका लागि तुला राशि हुने व्यक्तिहरूको भाग्य बल 45% रहेको देखिन्छ। शुभ अङ्क 6 अङ्क, शुभ रङ सेतो र शुभ दिशा दक्षिणतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि, कार्यको थालनी गर्नु पूर्व ओम अश्विनी कुमार भ्यो नमः भन्ने मन्त्रलाई कम्तीमा 21 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन तुला राशि हुने व्यक्तिहरूका लागि। स्कर्पियो वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आजको दिन कुनै प्राविधिक वा सिपमूलक क्षेत्रमा आकर्षण बढ्न सक्ने दिन रहेको छ। ज्ञान र अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ। कुनै नयाँ कामको थालनी गरौँ भन्ने लागेको छ भने प्रयास गर्दा आजको दिन उत्तम दिन रहेको छ। तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने वा लाभ पाउने समय रहेको छ। जुनियर स्टाफ र सन्ततिका माध्यमबाट पनि लाभ हुन सक्ला। मनको कुरा खुलस्त पार्ने दिन रहनुका साथै पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउँदा राम्रो होला। एकअर्काको मनोभाव बुझी काम गर्न सके सम्बन्ध सुदृढ हुन सक्छ। आजका लागि वृश्चिक राशि हुने व्यक्तिहरूको भाग्य बल 65% रहेको देखिन्छ भने शुभ अङ्क 5 अङ्क, शुभ रङ सेतो र शुभ दिशा पूर्वतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि ओम सरस्वती नमः भन्ने मन्त्रलाई कम्तीमा 11 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन वृश्चिक राशि हुने व्यक्तिहरूका लागि। सेजिटेरियस धनु राशि। धनु राशि हुने व्यक्तिहरूका लागि आजको दिन बाध्यात्मक घरायसी काममा खटिनु पर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्न सक्छ। तथापि श्रम गरे बमोजिम राम्ररी नै कार्यक्षेत्रको काम सम्पादन हुनेछ। साथी सङ्गति वा विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्ने भएकाले सतर्कता अपनाउनुहोला। व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुँदा राम्रो मानिँदैन। कामप्रतिको लगानशीलताका कारण प्रशस्त लाभ मिल्ने दिन रहेको छ। घर परिवारबाट पनि लाभप्रद समाचार सुन्न पाइएला। मातापिता र वयोवृद्ध व्यक्तिहरूको आशीर्वाद प्राप्त हुने दिन रहेको छ। आजका लागि धनुराशि हुने व्यक्तिहरूको भाग्य बल 15% रहेको छ भने शुभ अङ्क 4 अङ्क, शुभ रङ घिउ रङ र शुभ दिशा उत्तरतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि, कार्यको थालनी गर्नु पूर्व ओम चन्द्राय नमः भन्ने मन्त्रलाई कम्तीमा 11 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन धनुराशि हुने व्यक्तिहरूका लागि। क्याप्रिकर्न मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आजको दिन कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुने दिन रहेको छ। अर्काको जिम्मामा काम छोडेर अन्त भोलिने हुँदाखेरि काम बिग्रन सक्छ। पारिवारिक वातावरण सुखमय रहनुका साथै साथी सङ्गतिसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय रहेको छ। कहीँ कतै भ्रमणमा निस्कने योग समेत बन्न सक्छ। सहकार्यको भावना विकसित हुनेछ भने पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने दिन रहेको छ। आजका लागि मकर राशि हुने व्यक्तिहरूको भाग्य बल 100% रहेको छ भने शुभ अङ्क 3 अङ्क, शुभ रङ गुलाबी सिन्दुरे र शुभ दिशा पश्चिमतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि, कार्यको थालनी गर्नु पूर्व ओम भालचन्द्राय नमः भन्ने मन्त्रलाई कम्तीमा 21 पटक जप गरी कार्यको थालनी गर्दा शुभ फल प्राप्त गर्न सकिने दिन रहन्छ आजको दिन मकर राशि हुने व्यक्तिहरूका लागि। एक्वारियस कुम्भ राशि।
कुम्भ राशि हुने व्यक्तिहरूका लागि आजको दिन सागसब्जी र चिसोजन्य कारोबारहरूले राम्रो गर्न सक्ने दिन रहेको छ। आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फोइ लगाउने क्रममा चाहिँ राम्रो र मोटो रकम खर्च हुनसक्छ। निजी काम वा आन्तरिक सुखका लागि केही धन खर्च हुनसक्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक धन लाभको सम्भावनाको योग बनेको दिन रहेको छ। विद्वान र गुरुजनको सामिप्यता र प्रेरणा पाउने दिन रहेको छ। आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सकिएला। आजको लागि कुम्भ राशि हुने व्यक्तिहरूको भाग्य बल 100% रहेको छ भने शुभ अङ्क 2 अङ्क, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिणतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि, कार्यको थालनी गर्नु पूर्व ओम सुधाकराय नमः भन्ने मन्त्रलाई कम्तीमा पनि 11 पटक जप गरी कार्यको थालनी गर्दा शुभ हुने देखिन्छ आजको दिन कुम्भ राशि हुने व्यक्तिहरूका लागि। पाइसेस मीन राशि। मीन राशि हुने व्यक्तिहरूका लागि आजको दिन विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्न सक्ने सामर्थ्यताको विकास होला। पेशागत उन्नतिका लागि गरेका प्रयासहरू सार्थक बन्नेछन्। आफ्नो इच्छाअनुसार कार्य गर्न पाउँदाखेरि मन प्रसन्न रहनेछ। घरायसी र व्यावहारिक काममा खटिँदा समेत पूर्ति जाग्न गए तापनि स्वास्थ्य रहनका लागि केही खानपानमा आहार विहारमा ध्यान पुर्याउनु होला। सो निर्णयमा गरेका कामहरूमा सफलता मिल्ने दिन रहेको छ भने कुनै महत्त्वाकांक्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिहरूको सुझाव ग्रहण गर्दा राम्रो होला। आजका लागि मीन राशि हुने व्यक्तिहरूको भाग्यबल 65% रहेको देखिन्छ भने शुभ अङ्क 1 अङ्क, शुभ रङ सुन्तले पहेँलो र शुभ दिशा पूर्वतर्फ रहेको छ। त्यस्तै कुनै शुभ कर्म गर्नु पूर्व, यात्रामा निक्लनु अगाडि, कार्यको थालनी गर्नु पूर्व ओम बृहस्पति नमः भन्ने मन्त्रलाई कम्तीमा 19 पटक जप गरी कार्य थालनी गर्दा शुभ हुने देखिन्छ आजको दिन मीन राशि हुने व्यक्तिहरूका लागि।